हजुर नमस्ते। नयाँ बस्तीबाट सभार यो भिडियो प्रतिक्रिया दिन नभुल्नुहोला। कस्तो लाग्छ यो घर चाहिँ यस्तै मोडेलको मैले बनाएको छु। यसमा टोटालिटी 21 लाख रुपियाँ खर्च गरेर बनाएको अनि नयाँ मोडेलको घर हो। अनि कस्तो लाग्छ हजुरहरूलाई पुरै घर निहालेर प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला भन्न चाहन्छु। यो घरको बाहिरको सिन अनि यो बेडरुमको सिन अनि त्यसपछि हामी सरसर्ती यहीँबाट अगाडि बढ्नेछौँ। यो बेडरुमको सिन हेरिसकेपछि दुईवटा कोठा छ। यो चाहिँ म हजुरलाई किचनको सिन देखाउँदैछु। किचनतिरको एरिया हो यो। अनि दुईवटा कोठा, एउटा किचन, एउटा बरन्डा अनि त्यसपछि एउटा टोयलेट बाथरुम। टोटल लागत यसमा 21 लाख रुपियाँ खर्च भएको छ। अनि कस्तो लाग्यो हजुरहरूलाई प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला भन्न चाहन्छु। धन्यवाद।